मेरोमा स्वागत छ सिक्किम न्युजमा र तपाईहरुले केही समय अगाडि है 1 महिना ज्यादा भएला सायद तपाईहरुले बजारको गेजिङ बजारको निकैवटा दोकानहरुलाई सिल गर्नु भएको थियो। आज सिल गर्नु भएको छ है र आज कतिवटा दोकानलाई गर्नुभयो र धेरैको प्रश्न हुने गर्छ है। अब लाइसेन्स बन्ने कि उनीहरुको दोकान खोल्दैछ भन्ने पनि एउटा सोचाइमा जान सक्छ है। र यो चाहिँ खास गरी तपाईहरुले आजको उनीहरुको दोकानको जुन चाहिँ है तालाहरु खोल्नु भयो यो विषयमा पुरा जानकारी गराइदिनुस् न। थ्यांक यू सिक्किम न्युजलाई। तपाईले एकदम राम्रो क्वेशन गर्नुभयो। हामीले चाहिँ अस्ति साथमा चाहिँ हामीले दोकान सिल गरेका थियौं किनकि 7 वटा दोकान सिल गरेका थियौं किनकि उहाँहरुको लाइसेन्स थिएन कतिको भोटर कार्ड पनि थिएन र चाहिँ हामीले अब हामीलाई कम्प्लेन आएर चाहिँ हामीले चेक गर्नु जाँदाखेरि चाहिँ हामीले उहाँहरुको दोकान चाहिँ हामीले इलिगल चलाएको देख्यौं र हामीले 7 वटा दोकानलाई चाहिँ हामीले सिल गरेका थियौं। त्यसको बादमा हामीले फेरि सिल गरेपछि हामीले उहाँहरुलाई 10 दिनको टाइम दिएको थियो डकुमेन्ट्सहरु लिएर आउनु लिगल डकुमेन्ट्स लिएर आउनु भनेर 10 दिनको टाइम दिएको थियो। उहाँहरुले ल्याउन सक्नु भएन। फेरि हामीले एक्सटेन्सन गर्यौं हैन। एक्सटेन्सन गरेर पनि हामीले 15 दिनको टाइम दिएको थियो। 15 दिनको टाइम दिँदाखेरि पनि उहाँहरुले डकुमेन्ट सबमिट गर्न सक्नु भएन लाइसेन्स ल्याउन सक्नु भएन। 15 दिनको टाइमबाट चाहिँ हामीले नागेर अहिले निकै दिन भएको थियो हैन। उहाँले यत्रो टाइम दिँदाखेरि पनि डकुमेन्ट्स ल्याउन सक्नु भएन र हामीले घर मालिकलाई पनि खबर गरेका थियौं हैन। तपाईहरुको चाहिँ अब घर चाहिँ अब यस्तो प्रकारले चाहिँ दोकान खोलेको चाहिँ हामीले सिल गरेका थियौं र उहाँहरुले चाहिँ डकुमेन्ट्स नल्याउनुको कारणले गर्दाखेरि चाहिँ हामीले सिल गरेका थियौं र तपाईहरुले पनि हामीलाई के कसो रिप्लाई दिनुहुन्छ भनेर हामीले उहाँहरुसँग पनि सरसल्लाह गरेका थियौं र उहाँहरुलाई पनि हामीले जानकारी दिएका थियौं। उहाँहरुले पनि भन्नुभयो अब उहाँहरुले इलिगल चलाउनु हुँदैछ उहाँहरुको लाइसेन्स छैन भने तपाईहरुले उहाँहरुको दोकान खाली गर्दिनुस् हामी अर्कै लोकल मान्छेलाई दिन्छौं भनेर उहाँहरुले पनि हामीलाई सपोर्ट गर्नुभयो हैन। त्यसैकारण चाहिँ आज हामीले 1 महिना 10 दिन भइसकेको थियो हामीले सिल गरेको र उहाँहरुको चाहिँ हामीले दोकान आज डिसिलिङ गर्यौं। डिसिलिङ गर्नुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँहरुको दोकानमा सामान छ अनि सामानहरु चाहिँ उहाँहरुलाई चाहिँ हामीले निकालेर चाहिँ अब 15 दिनको टाइम दिएको छ दोकान खाली गर्नुको लागि हैन। सामान निकालेर उहाँहरुले बाहिर बेच्नुहुन्छ या के गर्नुहुन्छ तर दोकान चाहिँ खोल्न पाउनु हुँदैन उहाँहरुले किनकि उहाँहरुले अलरेडी हामीले 10 दिन पहिला 15 दिन टाइम दिएको थियो। टाइम दिँदाखेरि पनि उहाँहरुले डकुमेन्ट्स नल्याउँदाखेरि चाहिँ उहाँहरुलाई चाहिँ हामीले दोकानकोबाट चाहिँ सामान निकालेर चाहिँ हामीले बेच्नुको लागि चाहिँ उहाँहरुलाई चाहिँ टाइम दिएको छ 15 दिनको। आज हामी डिसिलिङ गरेर तर उहाँहरुले चाहिँ यो चाहिँ पब्लिक पनि अनि उहाँहरु पनि कन्फ्युज नहोस् कि उहाँहरुलाई त हामीले बताइदिएकै छ घर मालिकलाई पनि बताएको छ हैन। तपाईहरुको दोकान चाहिँ खाली गर्दै छौं र तपाईहरुले चाहिँ दोकान चाहिँ अरु मान्छे जसको डकुमेन्ट छ उहाँहरुलाई दिन सक्नुहुन्छ भनेर हामीले घर मालिकलाई पनि खबर दिएका छौं र हामीले जसको दोकान छ उहाँहरुलाई पनि खबर गरेका छौं। 15 दिनको टाइम दिएको छ 15 दिन भित्रमा तपाईहरुले दोकान खाली गर्दिनुहोस् तर दोकान खाली गर्दिनुको मतलब चाहिँ यो हैन कि तपाईहरुले डेली दोकान खोलेर सामान बेच्नु त्यो हैन। तपाईहरुले दोकान चाहिँ एकदमै खाली गर्नुपर्छ। यदि उहाँहरुले चाहिँ फेरि लिगल डकुमेन्ट्स ल्यायो र घर मालिकसँग उहाँहरु सम्पर्कमा बस्यो र घर मालिकले दिनुभयो भने त्यो अर्कै कुरा हो हैन। तर डकुमेन्ट्स चाहिँ हुनुपर्छ। डकुमेन्ट्स मतलब लाइसेन्स चाहिँ हुनुपर्छ उहाँहरुको हैन। तर अब लाइसेन्स बेगर चाहिँ हामी दोकान खोल्न दिँदैनौं। अनि कति जना चाहिँ अब थिएन दोकान 7 वटा दोकान हामीले अस्ति सिल गरेको 7 वटा दोकानमा हामीले 5 वटा दोकान चाहिँ डिसिलिङ गर्यौं। 2टा दोकान चाहिँ हामीले किन डिसिलिङ गर्न सकेनौं भन्दाखेरि उहाँहरु चाहिँ आफ्नो बिमारीको कारण या आफ्नो कारणले गर्दा बाहिर जानु भएको रहेछ र उहाँहरुलाई हामीले खबर दिइसकेको छ। उहाँहरुको चाहिँ अब जब उहाँहरु आउनुहुन्छ त्यहाँदेखि चाहिँ हामीले उहाँहरुको दोकान डिसिलिङ गरेर उहाँहरुलाई पनि सामान निकाल्ने मौका दिन्छौं। अनि अर्को कुरा के छ भन्दाखेरि चाहिँ उहाँहरुको सामान चाहिँ दोकान चाहिँ सही सलामत छ। उहाँहरुले चाहिँ हाम्रो दोकान सिल गरेको देखि हाम्रो दोकानमा सामान केही पनि हराएको छैन केही पनि बिग्रेको छैन भनेर उहाँहरुले चाहिँ आफै एक्नोलेजमेन्टमा साइन गरेर विटनेस राखेर दिनु भएको छ। यो चाहिँ उहाँहरुलाई पनि हामीले जानकारी दिएको र पब्लिकहरु पनि कोही कन्फ्युजन नभइदिनुहोस् दोकान खोल्यो भनेर चाहिँ। र घर मालिकको रेस्पोन्सहरु कस्तो मिलिरहेको छ तपाईहरुलाई जो चाहिँ दोकान खोलेर बसिरहेको सिल लगाएको थियो आज घर मालिकको त्यो रेस्पोन्स कस्तो मिलिरहेको छ अनि लाइसेन्सको विषयमा के कसो चलिरहेको छ त्यो विषयमा पनि भन्नुहुन्छ।
घर मालिकले चाहिँ हामीलाई एकदमै सपोर्ट गर्नु भएको छ, किनभने उहाँहरूलाई पनि पहिला थाहा थिएन होइन। उहाँहरूलाई राम्रोसँग हामीले सम्झायौँ होइन, किनकि उहाँहरूको चाहिँ अब लाइसेन्सै थिएन, उहाँहरूले चाहिँ इलिगल चलाउनु हुँदै थियो भनेर चाहिँ घर मालिकलाई हामीले खबर दिँदाखेरि चाहिँ उहाँहरूले पनि हामीलाई एकदमै सपोर्ट गर्नु भएको छ। र जसरी अहिले उहाँहरूले हामीलाई सपोर्ट गरेर साथ दिनु भएको छ, हामी नगर पञ्चायतको तर्फबाट उहाँहरूलाई हामी एकदमै धन्यवाद दिन चाहन्छौँ। र म अरूहरूलाई पनि, अरू पब्लिकहरूलाई पनि, अरू घर मालिकहरूलाई पनि म एकदमै अगाडि आएर चाहिँ हामीलाई सपोर्ट गर्नुहुन्छ भनेर चाहिँ हामी आश पनि राखेका छौँ र सपोर्ट गर्नुहोस् भनेर पनि उहाँहरूलाई म नम्र निवेदन गर्न चाहन्छु। र लाइसेन्सको विषयमा हेर्दाखेरि त्यही हो, लाइसेन्स अब सिस्टममै चल्नु पर्यो हामीले होइन। लाइसेन्स बनाउँदाखेरि त्यही हुन्छ, डोमिसाइल र भोटर कार्डको आधारमा चाहिँ हामी लाइसेन्स चाहिँ एकदमै दिँदैनौँ। आरसी र डोमिसाइल चाहिँ एकदमै कम्पलसरी हुनै पर्छ। हुन्छ।